Hello everyone. Good morning, good afternoon, good evening. सबैजनालाई तपाईहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, लाग्छ सन्चै आरामै हुनुहुन्छ होला भनी पुनः आशा गर्दछु र म पनि सन्चै आरामै छु। म भीम गुरुङ हाल हङकङबाट बोल्दैछु। आजको यो भिडियो तपाईहरूको लागि एकदमै महत्त्वपूर्ण र विशेष रहेको छ, किनभने यो बिजनेस गर्नलाई कस्ता कस्ता खालका मान्छेहरूले पनि गर्न सकिन्छ भन्ने कुरो उहाँ दाजुले प्रष्ट रूपमा भनिराख्नु भएको छ। कृपया एकैछिन यो भिडियो हेरौँ है त। हेलो नमस्ते सबैजनालाई, म तारा गैरे। म चाहिँ हाल चाहिँ युएस बस्दै आएको चाहिँ 10 वर्ष भयो र अहिले चाहिँ पेन्सिल्भेनियामा बस्दै आएको चाहिँ 2 वर्ष भयो। 8 वर्ष चाहिँ म न्यू जर्सीमा बस्थेँ र यो बिजनेस गर्न लागेको चाहिँ अलमोस्ट मैले 10 महिना भयो। र हिजो अस्ति मैले एउटा पढ्दै नपरेको मान्छे, एउटा 5 क्लास पढेको मान्छे र त्यो पनि सरकारी स्कुलमा आज आएर यो बिजनेस रन गरिरहेको छु। तपाईँ हामीलाई यो बिजनेस गर्नको लागि चाहिँ एउटा इङ्ग्लिस मात्रै होइन, इङ्ग्लिस चाहिँदैन। तपाईँले जहाँ गर्न सक्नुहुन्छ नि, जसरी पनि गर्न सक्नुहुन्छ। तपाईँ हाम्रो आफ्नो ल्याङ्ग्वेज त छ नि त, एउटा नेपाली आफ्नो ल्याङ्ग्वेज छ, मजाले नेपालीमा मजाले गर्न सकिन्छ। त्यो भएको भएर नि यो बिजनेस गर्नको लागि केही चाहिँदैन, तपाईँलाई भाषादेखि लिएर केही पनि चाहिँदैन। हिजो मैले रेस्टुरेन्टमा गर्दा गर्दै 8 वर्षसम्म चाहिँ मैले एउटा फ्यामिलीसँग बस्न नपाएको र फ्यामिलीहरू आइसकेपछि पनि फ्यामिलीलाई टाइम दिन सकेको थिएन र मैले सोच्ने घरमै बसेर केही 1 देखि 2 घन्टा टाइम हुन पाएँ, केही गर्थेँ भन्ने त्यो सोचिरहेको थिएँ। र आज यही बिजनेसले गर्दाखेरि यो यस्तै मैले जस्तै मेरो जस्तै भिडियो तपाईँहरूले देख्नुभयो र मैले पनि यस्तै भिडियो देखेर आज आएर यो बिजनेस रन गरेको छु। तपाईँले आफूलाई विश्वास गर्नुहोस् र एउटा तपाईँले आफूलाई विश्वास गरिसकेपछि एउटा रिस्क हो, जे कुरामा पनि तपाईँले रिस्क लिनुपर्छ। मैले हिजो यो बिजनेस गर्दाखेरि मलाई मसँग केही पनि थिएन, मसँग एटलिस्ट यो बिजनेस गर्न के गर्नुपर्छ त्यो पनि थाहा पनि थिएन। जब यो बिजनेस गर्न सोचेँ र यो बिजनेस गर्न भित्र आएँ र आज आएर मैले एउटा आफ्नो बिजनेसम्यान, आफ्नो बिजनेस ओनर भनेर मैले चिनाउन सफल भएको छु। म जस्तो 5 क्लास पढेको मान्छेले गर्न सक्यो भने चाहिँ यो बिजनेसमा एउटा डक्टर, नर्स, इन्जिनियरहरू, आइटी पढेको मान्छेहरूले समेत गरेको छ भने चाहिँ म जस्तो पढ्दै नपढेको मान्छेले पनि गरेको छ। जहाँ इच्छा त्यहाँ उपाय हुन्छ। तपाईँले बिजनेस हो, बिजनेसमा तपाईँको के गर्नुपर्छ सायद तपाईँलाई भन्नु नपर्ला, सबै कुराहरू पाएँ। आज आएर मैले महिनाको 5 फिगर इन्कम गर्न सकेको छु। त्यो पनि मैले अरूको अन्डरमा काम गर्नु परेको होइन, जब क्विट गरेर आज आएर ल्याउनुहोस् त। यस्तो राम्रो खालको बिजनेस छ भने तपाईँ हामीले किन नगर्ने त। मलाई त्यो 8 वर्षको पीडा, मैले छोराछोरीसँग बस्नु नपाएको, त्यो अरूको अन्डरमा काम गर्दाखेरिको, मलाई टाइममा सुत्न नपाउँदाखेरि, टाइममा खाना नपाउँदाखेरि, त्यो आफ्नो हेल्थ खराब हुँदाखेरिको तिनी पीडाहरू मैले सायद भुल्न सक्ने छैन। र आज यो बिजनेसले गर्दाखेरि फ्यामिलीसँग बस्न पाएको छु र फ्यामिलीलाई, आफ्नो छोराछोरीलाई आफ्नो टाइम दिन पाएको छु र मैले आफ्नो परिवारलाई राम्रो टाइम दिन पाएको छु र आफ्नो अर्को परिवार पाएको छु भनेपछि ल्याउनुहोस् त। यो बिजनेसले मलाई कति कुराहरू दियो त। हिजो मैले एउटा इङ्ग्लिस बोल्न नजान्ने मान्छे, एउटा इन्टरप्रेटर लएर बच्चालाई भर्ना गर्न जाँदाखेरि पनि एउटा इन्टरप्रेटर लएर जानु पर्थ्यो र आज यही बिजनेसले गर्दाखेरि मैले त्योबाट बाहिर निस्केको छु। इन्टरप्रेटर लानु पर्दैन, मैले आफै गएर बोल्न सकेको छु, आफै लेख्न सकेको छु। आज मैले आफै ल्यापटप चलाउन सकेको छु, मोबाइल राम्रोसँग चलाउन सकेको छु। हेर्नु त कति फाइदाहरू छ तपाईँ हामीलाई। यो बिजनेसले के गर्न सिकाएको छ तपाईँलाई। इन्कम त छँदैछ, बिजनेस हो, जसरी पनि इन्कम त जसरी पनि हुन्छ। तर आज बिजनेसको साथसाथमै मैले रन र अन पनि गर्न सकेको छु यो बिजनेस। त्यो भएको भएर तपाईँले पनि जान्न चाहनुहुन्छ भने यो मेरो भिडियो हेर्नुहोस् र यति भन्दै म हजुरबाट बिदा हुन चाहन्छु। नमस्ते, बाई बाई। अब तपाईँहरू आफै भन्नुहोस्, के यो बिजनेस गर्नलाई पढाइ लेखाइ भएको, इङ्ग्लिसै जानुपर्ने वा एक्सपिरियन्स हुनै पर्ने रहेछ त? यदि तपाईँहरू जुन अवस्थामा हुनुहुन्छ त्यो अवस्थाबाट बाहिर निस्कन चाहनुहुन्छ भने र तपाईँलाई यो बिजनेस साँच्चैकै भित्रीबाट जान्न बुझ्न चाहनुहुन्छ भने कृपया मलाई सम्पर्क गर्नुहोस्, जसको लागि मेरो वेबसाइट रहेको छ www.bhimgurung.net र मेरो फोन नम्बर रहेको छ 62955464। बाँकी कुरा हामी अर्को भिडियोमा गर्ने नै छौँ। त्यतिन्जेलको लागि म बिदा चाहन्छु। बाई।